नमस्ते दाइ नमस्ते आमा नमस्ते आमा नमस्ते सुत्केरी जस्तै देखाएको छ क्या देख्न नि सुत्केरी म हो के महिना दिनकै सुत्केरी छन् दिदी महिना दिनकै सुत्केरी छन् दिदी बेला बेला बिगार्छिन् मन दिदी बेला बेला बिगार्छिन् लालाजी अरे मिठा पान बनाऊ सेवाला मिठा पान बनाऊ त बनाएर सेवाला आज गायिका र नायिका भेट भए यो गीतको दिदी त्यो बेला बेला मन बिगार्ने दिदीहरू के उचाइ नायिका चार भन्छ म त दिदी सुत्केरी दिदी है तर आज म देखेको छु सुत्केरी जस्तो त तर हामी आज परदेशीको सुटिङमा छौँ परदेशी माया नमारेको अनि जुन गीत मेरो आफ्नै छ लय शब्द अनि गाएको पनि मैले अनि आदरणीय सागर आले लाखाले साथ दिनुभएको छ अनि आज चाहिँ प्रभात पाल ठकुरीसँग भाइसँग चाहिँ आज हामी भिडियो खेल्दैछौँ त्यसमा प्यारी बहिनी पनि हुनुहुन्छ है भन साथ दिनु यहाँ साथ दिइरहनु भएको छ हामी चाहिँ अहिले चितलाङमा छौँ है चितलाङ हजुरको नाम चाहिँ के अरे हामी चितलाङ भन्ने ठाउँ समीर भट्ट त होइन नि मौसम ल एक्सन भन्नुस् के रेडी क्यामेरा ठीक है सर रेडी यहाँ हुन्छ यहाँ गरौँ ल रोलिङ एन्ड एक्सन साडै तपाईँ दिनु बोल्ने त म हाँस लाग्यो म ल अब भन्नु ल हाँस लाग्छ नि फेरि ल ब्लगर अहिलेको एकदम एक्टिभ डलर झारे फेसबुकबाट डलर आउने भएपछि दाइ एकदम एक्टिभ हुनुहुन्छ ब्लगमा तिम्रो लागि एउटा फुल लगाइदिनु टुका अर्को फुल पनि टका फेरि अर्को पनि टका ए सबै तिम्रो लागि का एउटा चाहिँ कानमा हालिदिन्छु ल सानो टिहारमा परेछ कस्तो राम्रो क्युट देख्यो थ्याङ्क यू 3 and action अगाडि बढ्नु सर बढ्नु काट ए कान्छी लागेको रहेछ मैले बल्ल बुझेँ मेरो ए सजी मलाई त मार्ला नै गरे रोलिङ एन्ड एक्सन सुन्नु न हजुर भन्नु न एउटा कुरा भन्नुपर्ने थियो भन्नु न के अब यसरी यहाँ बसेर हुँदैन इन्डियातिर जानु पर्ला जस्तो छ किन जानु पर्यो इन्डिया फेरि हाम्रो लागि त यहाँ स्थिति यस्तै छ सबै राम्रो हुन्छ गयो जहिले यस्तै कुरा छ सुन न बस न हाम्रो लागि त तिम्रो लागि खालि जहिले यस्तो कुरा छ जान्छु कि हाम्रो लागि हो भने सुतिरहे डल्दा है हिँडाइ कस्तो भइरहेछ दिदी एकदम बबाल बबाल चिलमा हो चिलमा यो दुईटा झोला बोकेर चिलमा फिल्ममा ल ठिक छ है घरमा भैँसी भोकै छ कुटिम्राको गाइनले बोलाउ के कसैनले चर्चित गायिका दिपिका दिदीले हाम्रो गीतलाई रमणीय ठाउँमा लालीगुराँस सहित गीत गाइदिनु भयो त्योभन्दा ठुलो के गीत गरे हाम्रो लागि के हुन्छ घरमा भैँसी भोकै छ कुटिम्राको गाइनले बोलाउ के कसैनले त्यो म्युजिक चाहिँ मिठो लाग्यो मलाई त हिँड्दै हुनुहुन्छ दाइहरू चाहिँ
तलबाट क्यामेरा ब्याग चाहिँ कताबाट गर्नु ठिक छ है ठिक छ है ठिक छ ठिक छ झिक्नु न दादाहरू चाहिँ तलबाट आउँदै हुनुहुन्छ हामी चाहिँ आइसक्यौँ माथि ऊ तल हुनुहुन्छ थाकेर बसिरहनु भएको हामी चाहिँ कहाँदेखि आएको भने नि ऊ तल घर छ नि घर हो यहाँबाट आएको त यति धेरै माथि आइसक्यो त हेर्नु त गाइस यति धेरै माथि हो यो घर छ नि हो यहाँबाट आएको हामी भर्खर हिँड्दै हिँड्दै पानी पर्न लाग्यो छिटो गरौँ सिटिङ पानी आउन लाग्यो गाइस 4 बजे अँध्यारो भयो के भयो थाहा छ तपाईँलाई के भयो यस्तो पानी पर्यो असिना पर्यो नि के भयो थाहा छ के भयो ब्याकअप भयो वाउ प्याकअप भयो रे बाहिर पानी परिरहेछ गाइस सिटिङ प्याकअप भयो अनि मैले चाहिँ सामान प्याक गर्दैछु प्याकअप भयो सामान प्याकअप हुँदैछ रेडी हो गुरु जानलाई रेडी ल ओके